नमस्ते सम्पूर्ण साथीहरू। आज म यहाँहरूको माझमा नेपालको लोकतान्त्रिक आन्दोलन र त्यो आन्दोलनबाट प्राप्त भएको लोकतान्त्रिक व्यवस्थाको बारेमा आफ्ना केही विचारहरू यहाँहरूको माझ प्रस्तुत गर्न गएको छु। यहाँहरूले पक्कै पनि मेरो विचार, मेरो भावनालाई यहाँहरूले रुचाउनुहुनेछ भन्ने अपेक्षा पनि गरेको छु। नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको श्रृङ्खलाबाट बनेको छ र यसले राजतन्त्र शासन व्यवस्थाबाट लोकतन्त्रको यात्रालाई अगाडि बढाउँदै विभिन्न चरणहरूलाई पार गर्दै अगाडि गएको पाउँछौँ र यो देशमा 104 वर्षे राणा शासन, निरङ्कुश राणा शासन, जसलाई हामीले जहानिया राणा शासन पनि भन्ने गरेका थियौँ र त्यो जहानिया राणा शासनले 104 वर्षसम्म जुन बराबर प्रकृतिको चाहिँ नि व्यवस्थालाई बढावा दियो, त्यसका विरुद्ध नेपालका राजनीतिक शक्तिहरू, जसमा नेपाली काङ्ग्रेसले प्रमुख नेतृत्व गर्दै तत्कालीन राजा शेरपाँच त्रिभुवनबाट पनि सो आन्दोलनलाई समर्थन भएका कारणले गर्दा विक्रम सम्वत 2007 साल फागुन 7 गतेका दिन राणाशाहीहरूले बाध्य भएर नेपालमा प्रजातन्त्रको घोषणा गर्न पर्यो, जसको फलस्वरूप यो देशमा लोकतान्त्रिक व्यवस्थाको स्थापना भयो र यो व्यवस्था स्थापना हुँदै गर्दा यसले झन्डै 7 सालदेखि 15 सालसम्म अन्तरिम शासन व्यवस्था सञ्चालन गर्दै 2015 सालमा यो देशमा पहिलो जनताको अपेक्षा, जनताको चाहना अनुरूपको जनपक्षीय निर्वाचन प्रणालीको सुरुवात भयो र जनपक्षीय निर्वाचन प्रणालीबाट जननिर्वाचित संसदीय व्यवस्था अन्तर्गतको जननिर्वाचित प्रधानमन्त्रीको रूपमा विश्वेश्वर प्रसाद कोइरालाले यो देशमा नेतृत्व लिनुभयो। तर त्यो नेतृत्वले सफलता पाउन सकेन। 2 वर्ष पुग्दा नपुग्दै 17 साल पौष 1 गतेका दिन यो देशमा पुनः राजतन्त्रात्मक व्यवस्था स्थापना, अर्थात् सक्रिय राजतन्त्रको चाहिँ नि स्थापना स्वरूप पञ्चायती व्यवस्था यो देशमा लागू भयो। पञ्चायती व्यवस्थाले झन्डै 30 वर्ष अर्थात् 2046 सालसम्म पञ्चायती व्यवस्थाले आफ्नो शासन प्रणालीलाई अगाडि बढायो। यस बिचमा नेपालका राजनीतिक दलहरू जुन पञ्चायतसँग असन्तुष्ट थिए, राजाको शासन व्यवस्थालाई नस्वीकार्दा, राजाको शासन व्यवस्थाले जनताको अधिकार दिन सकेन भन्ने स्वतन्त्रताको माग गर्दै राजनीतिक स्वतन्त्रता स्वरूप आन्दोलन भयो र जसको परिणामस्वरूप 2046 साल चैत्र 26 गतेका दिन नेपालमा प्रजातन्त्रको पुनर्बहाली भयो र यसै क्रममा प्रजातान्त्रिक शासन व्यवस्था अन्तर्गत 2047 सालमा संविधान निर्माण भयो। 48 सालमा नेपालमा पुनः आम निर्वाचन भयो। नेपाली काङ्ग्रेसले बहुमत ल्याई शासन बनायो, तर विडम्बना आन्तरिक कलहका कारणले गर्दा 51 सालमा मध्यावधि निर्वाचन हुन पुग्यो। यसैबीच नेपालमा 2052 साल फागुन 1 गतेबाट सशस्त्र विद्रोह सहित नेकपा माओवादीले युद्धको घोषणा गर्यो। त्यो युद्धले यो देशको प्रजातान्त्रिक व्यवस्थाले पनि यो देशका गरिब, उत्पीडनमा परेका व्यक्तिहरू, यो देशका दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायतका जात जाति तथा क्षेत्र वर्गको चाहिँ उत्थान गरेन भन्दै आन्दोलनले उनीहरूको उत्थान गर्नका निमित्त यो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापना गर्नका निमित्त सङ्घर्ष गर्यो र परिणामस्वरूप
62 सालमा नेपालमा शान्ति सम्झौता हुन पुग्यो र 10 वर्षीय जनयुद्ध शान्ति प्रक्रियामा परिवर्तन भयो। यसैबीच राजा ज्ञानेन्द्रको शाही कदम जुन कदम थियो त्यो कदमले दलहरूमाथिको जुन प्रतिबन्ध लगायो त्यसका विरुद्ध उनीहरू पनि सङ्घर्षमा थिए र परिणामस्वरूप 2062-63 को जनआन्दोलन 19 दिनसम्म चलेको जनआन्दोलनले यो देशमा प्रजातन्त्रको अर्थात् लोकतन्त्रको पुनर्बहाली गर्यो। अर्थात् लोकतन्त्र यो देशमा स्थापित हुन पुग्यो। तत्पश्चात संविधान सभाको लागि 2064 साल चैत्र 28 गते निर्वाचन भयो। त्यो निर्वाचनपछि यो देशको शासन व्यवस्थामा क्रान्तिकारी शक्तिले नेतृत्व गर्ने अवसर प्राप्त गर्यो र तत्पश्चात पनि 68 सालमा संविधान सभाबाट घोषणा गर्न नसकी त्यो असफल भइसकेपछि पुनः संविधान सभा विघटन भयो र यो देशमा फेरि पनि 2070 सालमा संविधान सभाको दोस्रो निर्वाचन र तत्पश्चात 2072 साल असोज 3 गतेका दिनमा नेपालमा हालको वर्तमान संविधान 2072 घोषणा भयो र त्यो संविधान अनुरूप अहिले पनि देशमा शासन व्यवस्था चलिरहेको छ। तथापि राजनीतिक दलहरूले स्थिरता कायम नगर्न सक्दा, भ्रष्टाचार व्यापक मौलाउँदै जाँदा, विभिन्न प्रकारका नातावाद, कृपावाद र विभिन्न किसिमका गलत प्रवृत्तिका विरुद्ध 2082 साल भाद्र 23 र 24 गते यो देशमा एउटा नयाँ प्रकृतिको विद्रोह सुरु भयो, जसलाई जेन्जी विद्रोह पनि भन्ने गरिन्छ। त्यो विद्रोहले यो देशको भ्रष्टाचार अन्त्य हुनुपर्छ, सुशासन हुनुपर्छ, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धलाई चाहिँ फुकुवा गर्नुपर्छ भनेर त्यसको प्रमुख माग सँगसँगै यो देशको शासकीय स्वरूप पनि परिवर्तन हुनुपर्छ भन्ने प्रकृतिको माग थियो। तथापि त्यो हुन सकेन र निर्वाचन 6 महिनामा गर्ने भन्ने जुन एउटा घोषणा स्वरूप सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बन्यो र त्यो सरकारले 2082 साल फागुन 21 गते निर्वाचन गर्न सफल भयो र त्यो निर्वाचनबाट नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 बहुमत प्राप्त गरी अहिले सरकार निर्माण गरेको छ र यो सरकारबाट पनि जनताले निकै अपेक्षा गरेका छन्, आशा गरेका छन् र यो सरकारले पक्कै पनि यो देशका जनताका भावनाहरूलाई बुझ्नेछ, देशलाई समृद्धिको बाटोतर्फ लानेछ, सुशासनको बाटोमा लानेछ भन्ने अपेक्षा गरिरहेका छन्। त्यसैले यो अपेक्षालाई पुरा गर्न अहिलेको सरकार तत्पर हुनुपर्छ भन्नेमा आम चासो र चाहना रहेको कुरालाई यहाँहरूको माझ राख्दै म बिदा हुन्छु। धन्यवाद, नमस्कार।